कुन चाहिँ काट्नु हुने हो काट्नु पर्यो भनेको हेलो दर्शन नमस्ते म चाहिँ अहिले खोटाङतिर छु चट्ट खोटाङमा अहिले पानी धेरै परिरहेछ पानी थुप्रो परिरहेछ अहिले पानीको मौसम एकदम यस्तो छ बर्खा लागेको छ खोटाङतिर चाहिँ चट्ट म चाहिँ अहिले यहाँ ट्याक्क लट्ठी काट्नु पर्यो भनेर आएको छु लाग्दैन यो सालको खुकुरी लाउँछ कि भनेको त यसले त काट्छ के हो सानो भए बगैर लागेछ कि टक्क यहाँ के अरे के को लट्ठी अरे गङ्गहरूको लट्ठी काटेर लानु पर्यो भनेर हामी चट्ट बुढाबुढी मिलेर चाहिँ लट्ठी काट्न आएको छौँ उहाँ रहेछ त्यो काट्नुपर्ने भान्जीसँग बोल्दैछ भान्जीसँग बिजी होइन त्यो भाउजूलाई सोध न काट्नुहुन्छ कि हुँदैन काट्छौँ नि भन न सोधेर काट्नु पर्यो चट्टसँगले होइन ट्याक्क गङ्गारुको लट्ठी चाहिँ टक्क लानु पर्यो भन्ने ढाडा न मान्छेहरू यसो बदमास गरेर थ्यामथुम हान्नलाई च्याट्टसँगले म काट्नलाई अगाडि बढिरहेको छु यहाँ रहेछ ट्याक्क काटेर लानु पर्यो यहाँ मेरो ससुराली यस्तो पाखा पहाड हो यस्तै हो दामी छ तर चिसो मौसम एकदम बस्नुलाई चाहिँ एकदम सुविधा टक्क राम्रो छ चिसो मौसम जे पनि रुच्ने हो टक्कसँगले एकदम राम्रो मौसम घामको अनुहार हेर्नु पाएको छैन 2-3 दिन भइसक्यो घाम नै लागेको छैन ल अब हामी लट्ठी काट्छौँ लट्ठी काट्ने सुरु भयो अब लट्ठी चाहिँ तर यसको काँडाले काट्नु अप्ठ्यारो हुँदो रहेछ कुन चाहिँ काट्नु हुने हो काट्नु पर्यो भनेको एउटा यहाँ छ यो त्यो ल्याइसक्नु भएको नि यो छ तर है तलब सानो भयो नि यो नि सिकुटे छ अलिक यो के पो राम्रो हुन्छ भन्छ नि घरमा राख्नु मान्छे न्यु खोज्ने मान्छेले ड्याम कि दिने ड्याम होइन तपाईँ नि खोज्नु हानिहाल्छु म मलाई जन्मेको छैन कान्छी अहिले पनि हाने भने हान्ने अनि खुकुरी नै नलाग्ने खालको पर्यो अर्को राम्रो के ल्याएछ मान्दै थिएन अरे खराब हो काट्नु फाइनली गाइस डन्ठी पनि काटिसक्यो यसको झ्याङहरू काटेर 2टा चाहिँ निकालियो काँडाले घोचेर ढुट्टो अब मसँग नखोजे हुन्छ करङ भाँच्दै चाहिँ अब त्यही हो अब लट्ठी सट्ठी काटिसक्यो हामी चाहिँ चट्ट पारेर घरतिर लाग्छौँ होइन त बुढी ल जाउँ ल अब डन्ठा काट्यो अनि यस्तो छ नि यता हो हेर्नु त आमामा यस्तो छ त पहाड त हो खोटाङ यस्तो छ घाम पनि डुब्न लाग्यो सिस्नु पनि यहाँ छ दालमा लाएर मिठो हुन्छ नि मलाई त चिल्छ घाँटीमा सिस्नु खायो भने त ल होइन यस्तो छ नि यता हो हेर्नु त आमामा यस्तो छ त पहाड त हो खोटाङ यस्तो छ घाम पनि डुब्न लाग्यो सिस्नु पनि यहाँ छ दालमा लाएर मिठो हुन्छ नि मलाई त चिल्छ घाँटीमा सिस्नु खायो भने त मेरो सुड्डी पुरा रिसायो क्या टक्क लट्ठी सट्ठी काटेर फर्किसक्यौँ आइपुग्न लाग्यो अब पानी पो आउनु थालेछ हौ हल्ला नगर न हामी त एकदम मिल्ने एकदम मिलेर त्यो पो देखाउनु पर्छ त हौ चट्ट मिलेर चट्ट हाँस्यो हो आइया चट्टसँगले पानी नै आउनु थाल्यो आमामा कुहिरो सबै लागिसक्यो पानी आउनु थाल्यो अब
के साह्रो पानी आएको हो यता है मेरो ससुराली घर देखाउनु पर्यो भनेको त बादलले नदेखिने रहेछ कुहिरो लागिगयो नि अब देखिँदैन बाटो यस्तो छ काबु हाय लट्ठी काट्यो आइयो अब मान्छेको ढाँट सोझाउँछ यस्तो बुढी पेत्र 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 बोल्यो भने ढ्याम्टो भान्दिहाल्ने हो मेरो ससुराली घर घरमा को छ पानी आयो